हेलो साथीहरु नमस्ते अनि स्वागत छ तपाईहरु सबैजनालाई मेरो नयाँ भिडियोमा। आज चाहिँ म तपाईहरुलाई हाम्रो कम्पनी छेउकै एग्रिकल्चर पार्कहरु सबै भिजिट गराउने छु। तपाईहरु चाहिँ अन्तिमसम्म हेरेर मेरो भिडियोलाई साथ दिनु। म चाहिँ अहिले एग्रिकल्चर पार्क आइसकेको छु। फर्स्टमा हेर्नु न पार्कमा पस्नु कस्तो हेर्नु पाएँ भनेर। नाइटमा चाहिँ राम्रो देखिन्छ के ग्रे कलरसँग चाहिँ बलिरहेको यो पुरानो हेर्नु बोलिरहेको पुरानो यो त बस्ने ठाउँ होला। प्रतीक्षालाई यस्तो बनाइदिएको छ यहाँ पार्कमा चाहिँ पुरानो स्टाइलको छ। पुरै कोरियाको चाहिँ अहिले मौसम चेन्ज हुन लागिरहेको छ। हिउँ पर्ने बेला हो, त्यही भएर कोरियाको पातहरू यो झर्नको लागि सबै रेडी छन्। सबै पहेँलो भइरहेछ। अलिक पछाडिदेखि चाहिँ अब यो पातहरू सबै झरेर सबै रुखहरू मरेको जत्तिकै हुन्छ यिनीहरू सबै पुग्छ लास्टैसम्म। यो चाहिँ हाम्रो त्यो एग्रिकल्चर पार्क ठाउँको बाटो हो। अहिले मान्छे म अलिक लास्टमा आयो लगभग अहिले बेलुकाको 5 बजिसकेको छ। दिउँसोतिर चाहिँ एकदमै मान्छे यतातिर भिड थियो होइन। अहिले चाहिँ प्रायः मान्छेहरू सबै घर फर्किन थालिसकेको छ। त्यही भएर खासै छैन मान्छे यतातिर नत्र भने अघि टुरतिर अलिकति घाम पनि त्यही भएर आएँ। त्यही भएको कारणले बाटोहरू मान्छेहरू यतातिर भिडभाड छ। गाडीमा यस्तो बिरुवाहरू नर्सरीहरू बेच्ने गरेछ फुलको सबै बन्द गर्दैछ। तिनवटा नर्सरीहरू कस्तो राम्रो फुलहरू देख्दैछ। त पुरै बाटोमा थियो नि यतातिर सबै सकिन आँटिसकेको छ यार। यो हेर्नु न के हो प्याचहरू रहेछ यार। यस्तो कटुस जस्तो फुलको बिरुवाहरू रहेछ। 한 칸밖에 안 되니 이제? सबै उठाउँदै रहेछ नि अहिले लास्टै भइसकेको छ। फुलहरूको मात्रै रहेछ नि यता फुलहरू मात्रै के हो घाँस खरको घाँसहरू यस्तो पनि बेच्न जाँदो रहेछ त। गमलामा कत्रो बनाइदिएको यत्रो गमलामा अन्तिम भइसकेको कारणले गर्दा सबै उठाउँदै रहेछ। त पसलहरू लगि पनि सकेछ प्रायः सबै। यतातिर हल्का छ अहिले हल्का मात्रै अन्तिम भएको कारणले गर्दा छैन। फुलहरू कस्तो देखिन्छ कस्तो दामी फुलहरू फुलिरहेको छ। यस्तो राम्रो फुलहरू छ। त्यो धुपीको बिरुवाहरू त्यही साइडको पुरै यहाँनिर बाटो यस्तो थिएछ नि बन्द भएर हान्दै भन्दैछ भित्र बस्नै दिएको छैन नि अहिले यार। आज लास्ट रहेछ नि यस्तो। त्यही भएको कारणले गर्दाखेरि मान्छेहरूको राम्रो निस्किसक्यो। कस्तो दामी बनाएको यार बिरुवाहरू पुरै घुमिरहेछ नि हल्का तरिकाले होइन। रोड भइरहेछ पुरै दामी। कस्तो दामी थिएछ नि दिउँसो यार आउनै पाइएन। कस्तो यो सलाद पत्ताहरू कस्तो खालको छ यार। यस्तो घुमिरहेछ नि यस्तो बोतल पानी कस्तो ठिक लागिरहेछ। राति हेर्नु यार कस्तो दामी फुलको गार्डनहरू बनाएको छ यार। कस्तो रिस सजाएको यस्तो फुलहरू होइन। मलाई चाहिँ लास्टै मनपर्छ क्या फुलहरू। तर म चाहिँ यो प्रायः यसमा चाहिँ यो पार्कमा चाहिँ प्रायः सबै मेला लाग्छ कि वर्षमा 4-5 चोटि प्रायः आइरहेको थियो। हेर अस्ति चाहिँ हाम्रै कम्पनीको कार्यक्रम भएर व्यस्त भएर आउनै पाइएन। आज लास्ट दिन कम्पनीबाट यसो हेरेको गाडीको जामहरू पुरैसम्म पार्कमा कार्यक्रम सक्यो। आएको पुरै कार्यक्रम सकिसकेको छ नि मेला लाग्यो। धुपीहरू हेर्नु न गमलामा हेरेर गुलाबको फुलहरू हेर्नु यार
कस्तो दामी दामी फुलाएको एक डिजाइनको कटिङ गरेर बनाएको छ यो त बट्टामा कस्तो कमलामा कस्तो रोपेको मान्छे अहिले लास्ट भइहाल्छ के फुल हो यार कस्तो दामी दामी कस्तरी सजाएको फुलै फुलको पार्कहरू यहाँ फुलै फुलको यो के फुल आलु फुल भन्थे हाम्रो के फुल हो यार कस्तो दामी के यस्तो हेर्नु न घाँसको यो यस्तो घाँसको पनि फुलै बनाउँछ कोरियामा यहाँ गमलामा राखेर उताबाट बस्ने ठाउँ बनाइदिएर यस्तो हेर्नु न कस्तो टाइमै सकिएको कारणले मान्छेले खासै छैन फेरि यो फोटोसुट खिच्नलाई चाहिँ अहिले राम्रो छ मान्छे छैन त्यही भएको कारण पुरै पानी भएर हिँड्ने ठाउँमा पनि मान्छे बढी भएको कारणले होला दिउँसो पानी पनि हल्का मर जस्तो छ पुरै हिँडेको पनि छ हल्का सब त्यता पसलहरू पुरै स्टलहरू राखेको छ सबै ठाउँमा खाइसक्यो बेलुकाको 7 बजीसम्म हुनु चाहिँ र पनि आज त्यतिखेर छिट्टो उठाइरहेको छ होइन आज त्यहाँनिर कार्यक्रम पनि हुने हो थियो सबै कुर्सीहरू रेडी गरेर त्यो कार्यक्रमको लागि तयारी पनि गर्दैछ नाइटमा कलकत्तामा आउनु लाग्यो सबै उठाइदिएर फुलहरू राम्रो कति खालको फुलहरू छ कि 2025 सानो घरहरू बनाएर यस्तो राम्रो फुलहरू राखेको थिएछन् यार घरभित्र के पसल पुरा स्टल पो राखेको छ यार समय बिताएकोहरू यतातिर त्यस्तै यो रुखहरू अस्तितिर थिएन नि यो 2-3 दिन लिएर कोरिनाले पुरै तयारी गरेछ कि यो कति छिटो बनाएछ यार यो पुरै आफै यो भित्र दामी ठाउँ पो रहेछ यस्तो दामी पार्कमा हेरौँ न यतातिर दिउँसोतिर मलाई कम्पनी बिदा भएको बेला यस्तोमा आएर गरेर सुतेर हल्लिरहेको छु यस्तोमा मजा आउँछ कि पिङ्गो खेल्दै बसिरहेको यस्तो ठाउँमा र यता फेरि हेर्नु न कस्तो दामी के ढुङ्गाहरू बिछाएर पुरै के फुल हो यो त पानी अमलाको भन्छ त्यस्तोहरू रोपेर पत्ताहरू जस्तो छ यो सबै सागहरू जस्तो कस्तो राम्रो बनाएको छ सकेर मान्छे बस्नको लागि पनि के पुरै ट्याक्क यतै भुइँमा यस्तो ट्याक्क बस्ने होइन गफसफ गर्ने चिसो खाने जोडालाई चाहिँ एकदम राम्रो हुन्छ है जोडी हेरेर आउँछ यो पार्क चाहिँ लगभग हाम्रो कम्पनीबाट 5 मिनट जतिमै आइदिन्छ हाम्रो कम्पनीलाई देखिन्छ कि कार्यक्रमहरू भयो भने गाना सुन्नु पर्छ भने हाम्रो कम्पनीमा सबै सुनिन्छ कम्पनीमा कसै बेला बोरहरू भएको बेला पनि हाम्रो साथीहरू प्रायः म यतातिर आएर फेरि घुम्नुको यो पार्कमा आउँछु एकदम यो एग्रिकल्चर पार्क हो सबै कृषिमा कोरियामा उत्पादन हुने जति यो पार्कमा सबै राखेको छ कि हल्का ठाउँतिर स्टलहरू बनाएर यो ठाउँमा फाल्टो के त्यो खेतीको सामानहरू खानेकुराकोदेखि फुलको आइटमहरू एग्रिकल्चरमा हुने जति ट्याक्टो पार्कको नामै एग्रिकल्चर पार्क अनि चिल्ड्रेन पार्क पनि छ यहीसँग जोडेको हुँदा त्यो चाहिँ बच्चाहरू एकदमै आउँछ कि अनि म त बच्चाहरू हेर्नको लागि पनि आउँछु प्रायः बच्चाहरू यहाँ यो पार्कमा आएर हेरिराखेको हुन्छु त्यो फुलहरू फेरि फाल्टै हेर्नु न यहाँ कस्तो दामी हो फुलहरू चाहिँ मलाई असाध्यै मनपर्छ कि यस्तो ठाउँहरू हेर्नु न कस्तो नेपालको जङ्गलको झल्को दिने ठाउँहरू क्या पुरै जङ्गल जस्तो होइन यता आइज एकछिन आउँदैछ भन्दैछ यो सेक्युरिटी यता जङ्गलकै बनाएर सेप बनाएर राखेको छ पुरै काठको मुढाहरू लिएर लडाएर है ढुङ्गाहरू राखेर
दाउराहरू पनि रहेछ त सल्लाहको टुक्राहरू यस्तो राखेर बनाएर यता हेरौँ न फेरि त्यो अछामी हुन्छ त्यहाँ हाम्रोतिर होइन पुष्टकारी पनि हुन्छ त्यस्तोको पनि होइन यो फुलै बनाएको छ क्या यस्तो बगैँचा यस्तो राम्रो लागेको छ यस्तो यो फुलहरू उतातिर फेरि उसमा सबै धुपीहरू यो मसिनो खालको के हो त्यो नाम त थाहा छैन प्रायः सबै फुलहरू छ र अत्यन्तै राम्रो छ यता हेरौँ यता घोडा पनि जाँदैछ घोडामा पनि चलिरहेको छ घोडाहरू धेरै छ साथले लाग्छ यस्तो हेर्नु यो अच्छा पुष्टकारीको फुलको खेती पनि भयो फुल पनि भयो फोटो खिच्नु पनि रङ्गी छ नि पार्क त पुरै पार्कमा हेर्नु न यस्तो पुष्टकारीको फुलहरू कस्तो राम्रो फेरि घोडा पुरै घोडा ओरिजिनल जस्तै बनाइदिएछ यतातिर पनि कुद्दै 7वटा छ क्या घोडाहरू चाहिँ यस्तो पुष्टकारी हेर्नु न अछामेको फुलको पुरै यहाँनिर त बगैँचा गार्डन बनाइदिएछ गार्डन यस्तो राम्रो छ कि फेरि बारीको बिचमा हेरौँ न फेरि यतातिर यहाँ बस्ने एउटा प्रतीक्षा लगाएर बनाइदिएको रहेछ बस्ने ठाउँ पुरै यहाँ चाहिँ भुइँमै त्यसमै बस्ने रहेछ यता फेरि परालले छाएको क्या यार हाम्रो नेपालमा गएर अहिले सबै यो घरले छाएको र परालले छाएको सब पिछेको घरहरू यो खालको फुल त हेरौँ न हाम्रोतिर पहिला कति पाउँथ्यो क्या यार यो यस्तो तारा फुल के फुल भन्यो यो फुलको नाम थाहा छैन कि अहिले हाम्रोतिर सबै लोप भएर सकिसक्यो कोरियामा हेरौँ न यस्तो छ नि यो फुलहरू दामी यो त सयपत्री जस्तै स्टाइलको पनि सयपत्री होइन फेरि यो फुल यस्तो राम्रो हुन्छ जस्तो पनि फुल फेरि हेर्नु के बनाइदिएको यता हिँड्ने ठाउँहरू एक हप्तामा पुरै चेन्ज गरिदिन्छ यो एक हप्ताको आउँदा अर्कै थियो एक हप्ता पछाडि आउँदा यस्तो छिटो काम गर्छ कि कस्तो पहिला यस्तो कार्यक्रम गर्नुभयो नि 1 वर्ष अगाडिदेखि तयारी गर्दा पनि हुँदैन त्यहीकै हप्तामा यस्तो बनाउँछ चेन्ज हुन्छ आज कस्तो छ फेरि भोलि आउँदा अर्कै पनि हुन्छ यस्तो ठाउँ काम चाहिँ यस्तो फास्ट गर्छ कि ता फेरि हेर्नु न के बनाइदिएको सर्को जस्तो यिनीहरू पुरै ढुङ्गाको गाह्रो लागेको होला यिनीहरू है कलर सलर हानेर काठको पुरै लोकल पुरै यतातिर बस्ने ठाउँहरू हो कि यो हिँड्ने ठाउँ हो हिँड्ने ठाउँ जस्तो छ त फुच्याएर पुरै एक्सर्साइज गर्दै बस्ने ठाउँ यो पुरै बनाएर चाहिँ गाह्रो लागेको होला यो यिनीहरूले यस्तो खालको घाम पनि हेरौँ न लास्ट डुब्न लागिसक्यो रातो घाम देखिसक्यो घाम चाहिँ होइन फुलहरू हेर कस्तो दामी यो त पहिला हाम्रोतिर धेरै हुन्थ्यो यार यो फुलहरू यता हाम्रो बारीतिर हुन्छ यो त अछामे हुन्छ होइन यो सिलाम जस्तो पनि छ के हो फुल यार कस्तो दामी हो फुल फुलेर हेरौँ न घरहरूको स्टाइलको यतातिरको लाग्यो के हो यो घर जस्तो छ त चिल्ड्रेन पार्कले फेरि यता केटाकेटी खेल्ने ठाउँ हो पुरै केटाकेटी धेरै आउँछ यहाँनिर अहिले सबै प्रायः घर लगिसकेको छ बच्चाहरू नत्र भने त यहाँनिर त पुरै केटाकेटी अर्कै नै खेल्ने ठाउँ पुरै फुल हुन्छ केटाकेटी लड्छ भनेर हो त पुरै बालो उठाउँछ के बालुटामा उफ्रिने यता घरहरू नेपालकै यस्तो खेल्ने के बनाउनु है अलरेडी खेल्ने ठाउँ बनाइदिएको हुन्छ त्यहाँ आउने बच्चाहरू ल्याउने खेल्ने बच्चाहरूले पुरै त्यहाँनिर बेल्चा सेल्चा हाल्ने यता घरहरू बनाउने छ त्यहाँबाट छिर्छ के बच्चाहरू पानी सानी हात धुने ठाउँ यसो बच्चाहरूले पुरै बालौटा हालेर
पुरै पिङको ठाउँमा बच्चा पुरै काठै काठमा बनाइसकेको थियो चोट लाग्छ र मुनिसको बाटो देख्छ हामी पनि डर उफ्रिन्छ क्या छमाइसम्म मात्रै त्यो बन्द हुन्छ पुरै अब चलाउनु तर माथि चढ्ने आउनु बच्चाहरू पुगेको मात्रै हुन्छ दिउँसो त यहाँनिर बच्चाहरू त्यही ठाउँमा होइन बच्चाहरूले ट्र्याक हुँदै भरेर हिँड्दैन अहिले बेलुका अब बस्दा पनि बस्न रहेछ त्यो कारणले गर्दा सबै अलिक टाढो गइ पनि हुँदैन होला त्यही बच्चाहरू यस्तो बच्चाहरू पनि कस्तो राम्रो आएको मानेको कुदेको कुदै गरिरहेको गर्छ यस्तो परालले छाएको फेरि घर बनाएकै के यहाँनिर चाहिँ परालले छाएर पुरै घरहरू बनाइरहेको छ फेरि परालले छाएर घरहरू बनाएकै कोरियामा अझै यो पहिलाको अझै छोडेको छैन कि कोरियनहरूले यत्रो विकास भएर कोरिया कहाँ पुगिसक्यो र पनि यो घर यो खरले छाएको घरहरू अझै पनि भनिन्छ क्या कोरिया गाउँ गाउँ थियो फुलै फुलको यो बगाइसक्यो फुलै फुलको पार भएको यो फुलै फुलको संसार तिमीलाई जस्तो फुलै मात्रै छ नि काठको यस्तो हाँसहरू बनाएर होइन चाहिँ माथि यो चाहिँ पार्कको चाहिँ सबसे टप ठाउँ यो चाहिँ यहाँबाट चाहिँ अझै सबै देखिन्छ कि यहाँबाट चाहिँ म तपाईँलाई सबै क्यामेरा घुमाएर देखाउँछ होइन बिस्तारै कुदै लडिन्छ भन्दैछ कि यहाँबाट चाहिँ सबै देखिन्छ कि यो पार्कको चाहिँ यो सबसे माथि टपको हाइटको ठाउँ हो यहाँबाट पस्ने गेट हो यताबाट पसेर सबै यतातिर फुलै फुल छ त्यो रुखहरूको पछाडितिर गार्डन मात्रै बनाइदिएछ यतातिर अनि यो एरिया त ठुलो छ नि घुमिसक्नु त लगभग 2-3 घन्टा लाग्छ ब्रेक घुम्नुको लागि त म त भर्खर 5 बजी आयो लगभग 6-7 बजी नै रात 6 बजी नै रात परिहाल्छ अलिक ढिलो आयो क्या भएर त्यही भएर सबै ठाउँतिर पुग्नु पनि सकिनँ यहाँबाट आँखाले चाहिँ अलिक सबै देखिन्छ नै क्यामेरामा अलिकति सबै पिको बोर्डहरू होइन उताबाट तलबाट माथि आउने बाटो हो यो डाँडामा चढ्नु त्यहाँबाट चाहिँ धान खेतीहरू पनि गर्छ कि यही पार्कमा बनाइदिएको छ त्यहाँनिर फेरि माछा पनि राखिदिएको माछा लगाइदिएको छ यताउता गर्दैछ
भन्ने ठाउँ लगभग घाम पनि डुब्न आँटिसक्यो होइन लास्टै भइसक्यो अँध्यारो हुन आँटिसक्यो यहाँबाट चाहिँ केटाकेटी चिपकेटी खेलेर जान्छ क्या तल निस्किन्छ बच्चा लडेर पनि रुँदैछ यहाँ लडेछ त्यो फुच्ची लडेछ हामी रुइरहेछ क्या बच्चाहरू सबै खेलिरहेछ कि अहिले त्यहाँनिर अब घर जाने बेला पनि भयो लास्ट हिँड्नु भन्दैछ उसको आमाहरू मार्ने कसै गर्नु खोज्दै ती खेल्दै गइरहेछ खेल्दै घाम पनि अब त डुबिसक्यो रात परिसक्यो होइन चाहिँ यो पार्कको सबसे अग्लो माथि आइडल भएको ठाउँ हो यहाँनिर चाहिँ यस्तो बस्ने ठाउँहरू बनाइदिएछ ढुङ्गा भेट्नु कस्तो दामी कस्तो चिन्डो बनाइदिएछ क्या बस्नुको लागि साह्रै आनन्द छ क्या यो ठाउँमा चाहिँ फ्रेस हुन्छ अलिक पछाडि त अब एक हप्ता पछाडितिर त हिउँले पुरै पुर्छ फेरि सम्भावना हुँदैन आएर बस्ने गोठामै बस्ने चिसो हुन्छ यो लास्ट होला लगभग यो मेला पनि कोरिएको बादमा लाग्थ्यो धेरै वर्ष अर्को वर्ष मात्रै त्यसमा यो हिउँहरू हट्नु बित्तिकै स्टार्ट भइरहेको 2-3 महिनाको फरकमा गर्छ क्या यस्तो मेलाहरू र अहिले यस्तो खालको डेकोरेसन गरेको छ भने अब अलिक पछाडि 2-3 महिना पछाडि फेरि अर्कै तरिकाले बनाउँछ क्या यो पार्कलाई यसको रुट चेन्ज गर्दै गर्छ अरू त्यस्तो खालको ल्याउँदैन मोडर्न टाइपको छ तर सबै एग्रिकल्चर पार्कको नाम एग्रिकल्चर हो त्यही हो कारणले पनि एग्रिकल्चरको हुने जति मात्रै हुन्छ क्या यो पार्कमा चाहिँ सबै एग्रिकल्चरको आइटमहरू मात्रै सबै कोरियामा पाउने जति सबै पाउँछ यहाँनिर एग्रिकल्चर हाम्रो टपमा जाने बाटो हो यो चाहिँ कस्तो दामी बाटो पनि बनिँदैछ सबै केटाकेटीको कमिला भनेर है यतापट्टि पनि बनिँदैछ कमिला बनाइदिएको ढुङ्गा सुङ्गा ओछ्याएर गाबाको त फुल बनाएको छ मेरो बनाएको नहुने भनेको चाहिँ केही छैन यहाँनिर चाहिँ अब यो माछा यहाँनिर अस्ति पुरै धानको एक हप्ता जतिमै यो टाकटुक बनाइसकेपछि यस्तो खालको कमल फुलहरू पानीमा फुलेको यस्तो राम्रो कमल फुलहरू कमलको फुल यस्तो राम्रो फुलिरहेको छ कहाँ फुलेको यहाँनिर लागेको छ भर्खरै यस्तो दामी छ नि पोखरीहरू यहाँनिर चाहिँ उता माछा पनि देखिन्थ्यो दिउँसो देखिएको छैन कमलको फुल हो यार यो पत्ता चाहिँ के हो यत्रो ठुल्ठुलो ओरिजिनल मात्रै रहेछ नि के हो यार यसको यस्तो दाना पनि छ काँडैसँग यस्तो फल्दै हुने रहेछ यसको नाम चाहिँ खासै थाहा भएन यतातिर खिच्दैछ आमा छोरीको पुग्यो झरना बनाइदिएको छ त्यहाँनिर सबै यो बनाएको टोइलेट हो अझै यस्तो दामी छ क्या यस्तो ठाउँमा कति सफा यो गाउँमा कोठा पनि यस्तो घर पनि टोइलेट यस्तो खरा हाम्रो झरना हेर्नु न यार झरना कस्तो त्यो ढुङ्गाकै जस्तो त्यो ब्लक राखेर त्यो ढुङ्गा सबै सिमेन्टले बनाएको
र हेर्दै सबै ओरिजिनल ढुङ्गा जस्तै देखिन्छ है। कोरियामा हेर्नु न फेरि केरा मैले फर्स्ट टाइम देखेँ हो। पसाउनु चाहिँ पसाउँदो रहेछ कोरियामा पनि यस्तो चिसोको कारणले पसा चाहिँ एउटै हुँदैन कोरियामा पसाउने मात्रै यता पुग्नै मात्रै क्या केरा चाहिँ फल्दै नहुने उतापट्टि पनि रहेछ फलेको चाहिँ तर उनी छैन कोसा चाहिँ एउटै पानीहरू कस्तो सङ्लो पानी हेर बुढी छिल्नु उठ्नु जस्तो पुरै याद आउने क्या खोलाको फेरि है। हाम्रो खोलाकोतिर जत्तिकै छ पानी पर त्यो झरनामा त्यस्तै दिउँसै आउनुपर्ने यार पार्कमा मिस्टेक भइहाल्छ अरे मासला 1 घन्टाभित्रमा खासै कुनै भिडियो बनाउन सकेन नि। हल्का हल्का ठाउँको मात्रै बनाइयो यसको अलिक मुख्य सबै ठाउँहरू त भिडियोमा देखाएर सम्भावनै छैन। कस्तो राम्रो न यस्तो हेर्नु न फुलै यस्तो बाटोमा तलबाट बत्ती होइन दुई साइडमा फुलहरू रोपेर र क्या दामी के यो फुलहरू के कस्तो राम्रो चाहिँ छ राम्रो कस्तो राम्रो फुलको होइन फुलको बगैँचामा तिमी फुल्दै हानेको छ यतातिर यता फेरि यहाँनिर यो मुनि चाहिँ पोखरी छ। यो पोखरीमा चाहिँ माछा पनि पाउँछ क्या यहाँनिर चाहिँ माछा हेर्नु न हाँसहरू पुरै अनि अहिले पनि खेल्दै रहेछ त्यो हाँसहरू पानीमा डुब्दै थियो कत्रो हाँस पनि फेरि अब चाहिँ पार्कको लगभग अन्तिम पनि हो। यसको रात पनि परिसक्यो होइन अब त यो पार्क बन्द हुने बेला पनि भइसक्यो क्या अब लगभग 7 बजे त बन्द हुन्छ तर अहिले 7 बजे एकदमै रहने नाइट धेरै भएको कारणले गर्दाखेरि त्यही रात छिटो पर्ने भएको कारणले गर्दाखेरि त्यही भएर अब चाहिँ त्यो परतिर हेर्नु कस्तो राम्रो बत्तीहरू बलिरहेको छ कि टिभीले साइडमा कस्तो पानी बगिरहेको थियो त पुरै रियल जस्तै बनाएको थियो। नेपालमा भनेको यत्रो पार्कमा आउने बेला 500 रुपियाँ टिकट दिन्थ्यो यहाँ फ्रीको टाइम चाहिँ हुन्छ टाइम भयो निस्किने नाइट जतिखेर पनि 24 घन्टा चाहिँ छैन यो पार्क चाहिँ त्यो पनि कस्तो यतातिर चाहिँ धानहरू काटेको छिटो पाकेर हेर्नु न त्यो पुरै ओरिजिनल ढुङ्गाहरू नै लिएर राखेको रहेछ क्या यहाँनिर त कस्तो चाहिँ रात पनि पर्न अडिसक्यो होइन। त्यो माछा पनि रहेछ क्या यहाँनिर त क्यामेरामा चाहिँ देखाउनु सकिँदैन होइन माछा पनि लगाइदिएको रहेछ यहाँनिर। यही पानी यहीँबाट झर्छ फेरि यही पानी तान्छ रहेछ मोटरले फेरि यही पानीमा फेरि बनाउँदैन फेरि यही पानी झार्दिन्छ के हो यार यो त हिमाल जस्तो त छ त तिर गएर फोटोसुट गर्दा त्यहाँ पनि पानीकै उरा रहेछ नि यार पानी राख्दै रहेछ यहाँ चाहिँ फोटोसुट खिच्ने ठाउँ हो कि हो। यता परतिर चाहिँ चिरिमिरी छ बत्तीको लागेर कस्तो रातभर हेर्नु देखिनै छोड्यो नि यार मान्छे पनि सबै गइसक्यो यता झन् यार घर चाहिँ आउन झन् दामी भनिन्छ क्या यतातिर निस्कि 7 बजिसक्यो भनेर ल यहाँ रहेछ नि त गुलाबको फुलहरू त ओरिजिनल हो नि यो त हेर्नु न फेरि सबै माटैसँग यस्तो बट्टै कसरी फुलाएको यार यस्तो मेहनत गरेर डल्छ त पानी बसेर कस्तो दामी आउनु होइन फोटोहरू फोटो खिच्नेहरू बनाइदिएछ पुरै हेर्नु न फेरि यहाँ चाहिँ पुरै घरकै जस्तो सेप दिएर बनाएको छ
बच्चाहरू यसरी हेर्नुहोस् यो पार्कको फर्स्टमा पस्ने गेट चाहिँ यो हो होइन हेर्नु न कस्तो दामी छ क्या फुलै फुलै यो भराएको छ कि गेटहरू पुरै यो त डुप्लिकेट फुल होइन सबै ओरिजिनल फुलहरू क्या पुरै माटैसँग राखेको छ यो तर म चाहिँ उता साइडमा पसेँ होइन उताबाट पस्यो भने झन् दामी आउँथ्यो भिडियो म चाहिँ उताबाट आउँदाखेरि कम्पनीको छेउ साइडबाटै पसिहालेँ आज चाहिँ अब रात पनि परिहाल्यो भिडियो पुरै खिच्न पनि पाइएन हल्का हल्का मेन खाएको खिचेँ होइन अब म चाहिँ पार्कबाट बाहिर निस्किँदैछु पुरै रात पनि परिसक्यो यतातिर सबै मान्छेहरू कोही पनि छ कि हल्का हल्का मात्रै छ अब 5 बजी आएको 5 देखि 6 बजी रात पनि परिहाल्छ कोरियामा चिसो भएको कारणले गर्दा अहिले रात पनि छिट्टो पर्छ होइन दिन छोटो भइसकेको छ 5 बजी नत्र अरू बेला त 8:30 सम्म पनि उज्यालै हुन्छ अब आज चाहिँ पार्कबाट बाहिर म पुरै पार्कको गेट पनि लाउँदैन सेक्युरिटीले गेट लाउँदैछ क्या निस्कि के गर्यो भन्छु यता यो पसल चाहिँ पसल छ यो सामानहरू पाउँछ कि एग्रिकल्चरको हेरेर चाहिँ प्रायः सधैँ यो चाहिँ सधैँ हुन्छ यो चाहिँ यो मेलै नलागे पनि अरू त्यो स्टलहरूभित्र आउनेहरू चाहिँ अब मेला लागेको बेला मात्रै हुन्छ नत्र भने सधैँ हुँदैन त्यो चाहिँ यो पसल चाहिँ सधैँ हामी जहिले एउटा किनेर लान्छौँ प्रायः यहाँनिर चाहिँ अरू पाउँदैन त्यस्तो सामानहरू यहाँनिर चाहिँ कोरियामा उत्पादन भएको एग्रिकल्चरको सबै अर्ग्यानिक सामानहरू मात्रै पाउँछ कि त्यहाँनिर खानेकुराहरूको आइटमहरू सबै फ्रेस बाटोहरू कुद्नु मेरो कम्पनी जाने बाटो चाहिँ बाटोमा यस्तो लाइटहरू चाहिँ कम्पनीसँगै छ क्या उज्यालो त्यो कोरियामा त यार रातो दिनै उस्तै हो दिउँसोभन्दा चाहिँ घुम्नु त राति रमाइलो हुन्छ कि बत्ती जहाँ पनि झिलिमिली हुन्छ होइन अब बाटो चाहिँ जहाँ पनि अब यस्तै पुरै सफा हुन्छ हेर्नु गाडी हिँड्नेबाटै त्यस्तो छ नि मान्छे हिँड्ने फेरि त्यो गाडी हिँडेर मान्छे हिँड्ने बाटो मात्रै छ कि राख्दै प्रायः बाटो जहाँ पनि रोडको साइडमा तर त्यस्तो भिरै नभए पनि रोडको साइडमा त्यस्तो बार्ने पनि हुन्छ आज चाहिँ अब धेरै भिडियो पनि खिच्नु पाइएन अब मेन ठाउँको हल्का हल्का भिडियो लिएको छु अब अर्कोचोटि चाहिँ पुरै त्यो एग्रिकल्चर यो पार्कको पुरै फुल भिडियो होइन लामो भिडियो नै ल्याउने छु यसरी टाइम दिएर आउनु पर्ला आजलाई चाहिँ यति नै अब मेरो भिडियो हेरिदिनु भयो तपाईँहरूलाई धन्यवाद अब नेक्स्ट भिडियो अब मेरो छिटै आउँदैछ